ल हेर बुढेसकालमा के हो यस्तो पारा? गर्मीले लुम्बिनी घुम्नै सकिँदैन अरे भनेर सबैको मुखबाट सुनेपछि कस्तो टेन्सन भएको थियो। भरे एका बिहानै हामी लुम्बिनी जाने बेलामा त झमझम पानी पर्यो। अनि पानी परिरहेको ठाउँमा पनि कति मजाले यो आगो बलेको के कसरी बलिरह होला भनेर हामी अचम्म मानेर हेरिरहेछौँ। गाडीवाला दाइले कुन साइडमा छोड्नु भएको नि हामी त घुमेर निस्किँदा त ओहो मायादेवी मन्दिरको त यो पो अगाडि जस्तो छ जस्तो लाग्यो। अनि यसो हेरेको त बोर्ड पनि राखिरहेको रहेछ के। अनि हामी सबैजना चढौँ न त है रमाइलो हुन्छ अरू बेला नि त्यति चढिँदैन भनेर सबैजना बोर्डमा चढेको। अनि अरू ग्रुपहरू नि आउनुभयो उहाँहरू सँगसँगै सबै धेरैजना भएर चाहिँ कस्तो रमाइलो भयो क्या। यतिकैमा अर्को भाइलाई हट हट भाइ भनिवरी मेरो बुढो त पुरा अगाडि गएर त टाइटानिक पोज पो दिइरहेको नि। अनि पछिबाट दाइ त्यसो नगर्नु न त्यहाँबाट लड्न सकिन्छ तल आउनु भनेपछि बल्ल बल्ल अनि तल झर्नुभयो। फुर्के भएर पोज दिइवरी आउनु हुँदो रहेछ क्या सबैजना हाँसेर दङ्स। अनि यो नाउको अगाडि चाहिँ एउटा मेसिन राखेको रहेछ मेसिनले चल्दो रहेछ कि। एकजना भाइ अगाडि बसेर उहाँले चाहिँ डाइरेक्सन चेन्ज गर्नु हुँदो रहेछ पुरा पोजमा बसिराख्नु भएको छ। मेरो बुढा फेरि फुर्केर धङ्स छ। अनि हेर्नु न कति राम्रो मौसम है पानी परिरहेछ अनि हामी बोटमा हिँडिरहेको बाहिर हरियाली अनि मयुरको आवाजहरू नि सुनिरहेको थियो क्या कति आनन्द आएको बसिरहँ जस्तो। हामी चाहिँ पानीले नै भिजेको छौँ क्या अलिअलि छाता ओढ्दा ओढ्दै पनि भिज्यो र पनि भिज्यो नि मस्ती गरेर मजाले लुम्बिनी घुमेर आयौँ। अनि त्यत्रो लुम्बिनी घुमुन्जेलमा चाहिँ सबसे बेसी इन्जोय गरेको चाहिँ यही बोटिङ गर्दैखेरि हो कि। शीतल पनि थियो पानी नि परिरहेको हरियाली अनि चराचुरुङ्गीको आवाज सुन्दै सुन्दै यति आनन्द आयो नि त्यो कुरा गरी साध्य छैन कि। अनि बोटिङ गरिँदै जाँदा त हामी अघि सुरुमा जहाँबाट छिरेको थियौँ नि त्यहाँनिर आइपुग्यौँ। अनि त्यहाँबाट पनि फेरि घुमाएर उतै लैजानु भयो। अनि त्यहाँदेखि पछि चाहिँ हामी अरू अरू मन्दिरहरू नि घुम्न गयौँ। लुम्बिनी घुम्न चाहिँ साह्रै रमाइलो चाहिँ भएको थियो कि तर सबसे बेसी टेन्सन चाहिँ टोइलेटले गर्दा भएको थियो है। टोइलेट चाहिँ कति टाढा टाढा हो कि अचम्म लागेको मलाई प्रत्येक ठाउँमा टोइलेट हुनुपर्ने नि मान्छेलाई कति समस्या पर्छ है टोइलेट लागिरहेछ भने पनि फलाना ठाउँमा छ भनेर जानुपर्ने अनि त्यो पनि कस्तो त्यो खेतहरू जस्तोको बिचतिर राखिदिएको के टोइलेटहरू पनि। हामी त छक्कै पऱ्यौँ कि त्यत्रो पर्यटक आउने घुम्ने ठाउँमा चाहिँ टोइलेटको चाहिँ किन त्यसरी सुविधा नभएको होला यो चाहिँ अचम्मै लाग्ने कुरा रहेछ। मायादेवी मन्दिरतिर भएको टोइलेटमा पनि पुरै सिसा फुटाएर फालेको थियो क्या। अनि टोइलेट पाए पनि टोइलेटभित्र टोइलेट गर्नै नसक्ने खालको कन्डिसन थियो। अनि यसमा चाहिँ व्यवस्थापन पक्षले किन ध्यान नदिनु भएको होला मलाई अचम्म लाग्यो कि अहिलेको समयमा पनि त्यस्तो